हेलो साथीहरु, आज फेरि पनि म चाहिँ खल्ती वालेटको बारेमा भिडियो लिएर आएको छु र कसले चाहिँ खल्ती वालेटबाट अर्निङ गरिरहनु भएको छ र कसलाई थाहा छैन खल्ती वालेटबाट कसरी अर्निङ गर्ने भन्ने कुरा थाहा छैन भने चाहिँ तपाईले चाहिँ यो भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ। खल्ती वालेटबाट कसरी चाहिँ अर्निङ गर्ने भन्ने कुरा चाहिँ मैले यो भिडियोमा चाहिँ सिकाएको छु र अहिले खल्ती वालेटले चाहिँ रिफर एन्ड अर्निङको अप्सन लिएर आएको छ, जहाँबाट तपाईले चाहिँ रिफर गरेर चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। अब यसबाट चाहिँ कसरी हामीले चाहिँ अर्निङ गर्ने, कसरी रिफर गर्ने, कसरी पैसा आउँछ भन्ने कुरा चाहिँ मैले यो भिडियोमा चाहिँ जानकारी दिएको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दिनु होला। अब म तपाईलाई चाहिँ खल्ती वालेटबाट चाहिँ कसरी रिफर गर्ने भन्ने कुरा चाहिँ सिकाउन गइरहेको छु। मसँग चाहिँ 10 जना जोइन हुनुभएको छ। मेरो रिफर लिंकबाट चाहिँ 10 जना जोइन हुनुभएको छ र एक जनालाई इन्भाइट गरे बापत या रिफर गरे बापत चाहिँ 20 रुपैयाँ आउँछ। 10 जना टोटल जोइन हुनुभएको छ। टोटल चाहिँ 200 रुपैयाँ चाहिँ मेरो खल्ती वालेटमा रिफरको थ्रुबाट चाहिँ अर्निङ भएको छ। तर यो चाहिँ अहिले पेन्डिङमा छ। किन पेन्डिङमा छ भन्दा चाहिँ तपाईको थ्रुबाट जोइन हुनुभएको व्यक्तिले अहिलेसम्म चाहिँ कुनै पनि पेमेन्ट गर्नु भएको छैन र उहाँले चाहिँ फर्स्ट ट्रान्जेक्सन चाहिँ कम्प्लिट गर्नु भएको छैन। त्यसैले चाहिँ यो पैसा चाहिँ पेन्डिङमा देखाउँछ। यदि तपाईको मार्फत कोही जोइन हुनुभएको छ भने चाहिँ उहाँले फर्स्ट पेमेन्ट गर्नुपर्ने हुन्छ र फर्स्ट ट्रान्जेक्सन कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै उहाँलाई 20 रुपैयाँ आउँछ र तपाईलाई 20 रुपैयाँ आउँछ। मेरो पनि 10 जना जोइन हुनुभएको छ, तर 10 जना मध्ये कुनैले पनि फर्स्ट पेमेन्ट र फर्स्ट ट्रान्जेक्सन कम्प्लिट गर्नु भएको छैन। त्यसैले चाहिँ यो 200 रुपैयाँ चाहिँ पेन्डिङमा छ। यदि एक जनाले मात्रै पेमेन्ट र ट्रान्जेक्सन कम्प्लिट गर्नु भयो भने चाहिँ 20 रुपैयाँ उहाँले पाउनुहुन्छ, 20 रुपैयाँ मैले पाउँछु। मबाट चाहिँ 10 जना जोइन हुनुभएको छ, तर उहाँले अहिलेसम्म चाहिँ पेमेन्ट गर्नु भएको छैन। पेमेन्ट रिचार्ज गर्नु चाहे बिल मा पेमेन्ट गर्नु चाहे त्यो अरु जुनसुकै ठाउँमा पनि पेमेन्ट गर्नुस्, तर फर्स्ट पेमेन्ट र एउटा ट्रान्जेक्सन चाहिँ कम्प्लिट हुनुपछि मात्र 2 जनालाई चाहिँ 20 रुपैयाँ चाहिँ आउँछ। अब तपाईले यसबाट चाहिँ रिफर गर्नको लागि, इन्भाइट गर्नको लागि चाहिँ इन्भाइट फ्रेन्ड पनि छ, माई क्यूआर पनि छ। तपाईले चाहिँ आफ्नो लिंक पनि शेयर गर्न सक्नुहुन्छ, आफ्नो रिफर कोड पनि शेयर गर्न सक्नुहुन्छ र क्यूआर पनि शेयर गर्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ अरु मान्छेहरु तपाईको थ्रुबाट चाहिँ जोइन हुन्छ र तपाईलाई चाहिँ 20 रुपैयाँ आउँछ र उहाँलाई पनि 20 रुपैयाँ आउँछ। यसरी तपाईले चाहिँ खल्ती वालेटबाट चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। धेरै भन्दा धेरै साथीहरुलाई चाहिँ इन्भाइट गरेर, रिफर गरेर